2 दिन हिँडेर चतरा आएर त्यसपछि धरान आएर धरानबाट नाइट बस चढेर आएपछि बहुत अल्मलिएँ। अब के गर्नु। कस्तो थियो फर्स्ट इम्प्रेसन तपाईँको? अब कल्पनामा जे देख्नु भएको थियो त्यसबाट त रियालिटीमा आउँदाखेरि? म फर्स्ट चाहिँ कलङ्कीमा ओर्लिँदा सहर चाहिँ ठुलै होला बाटो सम्झेको थिएँ। कलङ्की चाहिँ अहिले जस्तो थिएन नि त। कलङ्कीकै बाटो आउनु पर्यो देखेर कलङ्कीको त्यो सानो चाहिँ पहिला चाहिँ सानो वरपर घर थियो कि त्यतिखेर डरेर कुचुक्क त्यहाँ झरेको यसरेको 2-3 तलाको पुखी घर। चिसो चिसो हो कि मर्निङ टाइममा त्यस्तै अप्ठ्यारो। अनि आएर यहाँ बुद्धनगर आएँ, त्यहाँबाट ट्याक्सी लिएर भाइसँग। अनि बुद्धनगर एरिया चाहिँ मन पऱ्यो किनभने साइडमा खेतहरू थियो होइन, कच्ची बाटो, अर्ध गाउँ जस्तो कि। अनि यो ठिक ठाउँ त्यहाँ। तर अहिले हेर्दाखेरि त्यो पनि सकिसक्यो। त्यो थियो। आएको दिन शङ्खमूल पुल हेर्नु गएँ, त्यहाँ पनि बागमती बगिरहेको थियो होइन। त्यहाँनिर त्यो बटुवाहरू छेक्नुको लागि होला त्यो पुरानो त्यो पुल। अहिले त त्यो पुलको त्यो रौनक छैन। साँझमा त्यहाँ मान्छे ओहोरदोहोर गर्ने आनन्दको थियो त्यो दिन। त्यस पछाडि धेरै ठाउँहरू चाहिँ अब मेरो भाइ आरआर कलेज पढ्थ्यो नि, कलेजतिर आरआरतिर जानु थाल्यो, रमाइलो लाग्नु थाल्यो यसो साथीभाइ सङ्गत। अनि बिस्तारै ललित कला कलेज, राष्ट्रिय नाचघर, सभागृह, माथि प्रज्ञा भवन एकाडेमी होइन, रसियन कल्चर सेन्टर, अनि आर्ट काउन्सिल। त्यति बेला कविता वाचन, कविता गीतको विमोचन, कन्सर्ट, फोटो एक्जिबिसन, पेन्टिङ एक्जिबिसन, अनि बिस्तारै ड्रामाले बहुत आकर्षण गर्दै गयो।